हेलो नमस्ते सबैजना वेलकम छ मेरो युट्युब च्यानलमा। आज म नेपालद्वारा खुलेको एउटा जबको लागि भ्याकेन्सी खुलेको छ। त्यसको लागि हजुरलाई केही कुराहरू बताउन जाँदैछु र यो फर्म चाहिँ कसरी भर्ने, कसरी एप्लाई गर्ने सबै कुराहरू हजुरलाई म बताउन जाँदैछु। राष्ट्रिय तथ्याङ्क कार्यालयले चाहिँ यो खोलेको छ र यो फर्म भर्नको लागि चाहिँ सुपरिवेशक र गणकद्वारा चाहिँ कति सङ्ख्या मागेको छ त्योद्वारा हजुरले भर्न सक्नुहुन्छ है त। त्यसमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ। अब हजुरको यो सुपरभिसेकमा चाहिँ हजुरको स्यालेरी चाहिँ 34,730 रुपियाँ छ मासिक, जसमा चाहिँ हजुरले ब्याचलर कम्प्लिट गर्नुपर्ने हुन्छ। ब्याचलर कम्प्लिट भएकोले मात्रै एप्लाई गर्नु होला। र अर्को चाहिँ गणकबाट चाहिँ के अरे +2 एसएलसीमा उत्तीर्ण भएकोले चाहिँ गर्न सक्नुहुन्छ। त्यसको चाहिँ 32,902 चाहिँ मासिक तलब छ है त। र यसमा चाहिँ कसरी एप्लाई गर्ने, कसरी के गर्ने सबै कुरा बताउन जाँदैछु। र यसमा एप्लाई गर्नको लागि सर्वप्रथम त हजुरले यो वेबसाइटद्वारा जानुपर्नेछ, जुन मैले हजुरलाई स्क्रिनमा देखाएको छु। यो एचआरएमएस एनएसओ नेपाल गभर्मेन्ट एनपी भनेर, नत्र यो क्युआर कोडलाई पनि हजुरले स्क्यान गरेर जान सक्नुहुन्छ है त। र यो यसमा गइसकेपछि हजुरलाई मैले यो ओपन गरेर हजुरलाई देखाउनेछु फर्म कसरी फिलअप गर्ने। यो चाहिँ हजुरले अनलाइनद्वारा आफ्नो विवरणहरू पेश गर्न सक्नुहुन्छ है त। अब यसमा चाहिँ पहिला सुरु हजुरले आवेदकको नाम भनेपछि आवेदकको नाममा चाहिँ हजुरले गणक गर्नु होला, यति +2 र एसएलसी छ। सुपरिवेशकमा चाहिँ हजुरले ब्याचलर कम्प्लिट गर्नुपर्ने छ है त। त्यसमा चाहिँ हजुरले आफ्नो चुज गर्नु होला प्रदेश कुन हो भनेको कुन प्रदेशमा बस्नुहुन्छ हाल, त्यहाँबाट हजुरले जब गर्न सक्नुहुन्छ, त्यसको लागि एप्लाई गर्नु होला है त। अनि जिल्ला चाहिँ कुन हो, जिल्ला गर्नु होला, जिल्ला गर्नु होला। नगरपालिकामा हजुरले क्लिक गर्नुपर्नेछ। यसरी चाहिँ हजुरको स्क्रिनमा कसरी हजुरले एप्लाई गर्ने सबै कुराहरू यहाँ बताइएको छ है त। अब त्यसमा चाहिँ हजुरले नागरिकता उम्मेदवारको व्यक्तिगत विवरणमा चाहिँ हजुरले आवेदकको नाम नेपालीमा लेख्नु होला, इङ्ग्लिसमा लेख्नु होला, लिङ्ग पुरुष महिला के हुनुहुन्छ वर्गद्वारा गर्नु होला, बाबुको नाम थर, आफ्नो बाबाको नाम थर, आमाको नाम थर, बाजेको नाम थर सबै लेख्नु होला। र जन्म मितिमा चाहिँ आफ्नो जन्म मिति इङ्ग्लिस र नेपाली दुवैमा लेख्नु होला है त। पुरा भएको उमेर पनि लेख्नु होला, सम्पर्क नम्बर आफ्नो र इमेल एड्रेस चाहिँ आफ्नै दिनु होला। अब नागरिकता सम्बन्धी विवरण चाहिँ हजुरले नागरिकतामा जे छ त्यही विवरण दिनु होला। त्यसपछि नागरिकताको प्रमाण अनुसार यहाँ हजुरले देख्न सक्नुहुन्छ जेपिजी र पिडिएफमा दिनु होला। त्यसको चाहिँ 200 केबी भन्दा माथि हुने छैन, एक्सेप्ट गर्दैन। र 200 केबी भन्दा तल नत्र 200 केबीसम्म गराएर हजुरले गुगलद्वारा इन्ट्री गर्न सक्नुहुन्छ है त। त्यसलाई चुज गरेर नागरिकताको अगाडि पछाडिको एउटै ठाउँमा गराएर एक प्रति फोटो चाहिँ राख्नु होला। अब स्थायी ठेगानामा चाहिँ प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर के छ, टोलको नाम सबै राख्नु होला आफ्नो विवरणहरू। स्थायी र अस्थायी ठेगाना चाहिँ फरक छ भने फरक छ लेखेर फेरि विवरण पेश गर्नु होला। जस्तै अब हजुरले हाल कहाँ बस्नुहुन्छ त्यसको विवरण दिनु होला, प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर, टोलको नाम है त। अब न्यूनतम शिक्षा शैक्षिक विवरण चाहिँ हजुरले तपाईँले आवेदन गरेको पदको के छ छ लेख्नु होला। शैक्षिक योग्यता स्थानीय वा सो सडक स्थानान्तर वा सो भन्दा माथि भनेर चाहिँ विवरण आफ्नो गर्न सक्नुहुन्छ। अब यसमा चाहिँ के अरे हजुरको शिक्षक जस्तै +2 छ भने हजुरको के लेख्नु होला भनेपछि चाहिँ विज्ञान तथा हो कि वाणिज्य तथा हो कि कमर्सद्वारा हो कि शिक्षा हो कि अन्य। कमर्स छ भने वाणिज्य थप्नु होला। अनि कति पर्सेन्ट आयो, जिपी आयो त्यो लेख्नु होला। त्यसपछि चाहिँ यहाँ हजुरले आफ्नो प्रमाणपत्र मार्कसिट चाहिँ अपलोड गर्नुपर्नेछ। त्यो पनि 200 केबी भन्दा माथि हुने छैन, तल हुनुपर्नेछ है त। गराएर गुगलद्वारा पिक्सलहरू घटाएर हजुरले अपलोड गर्न सक्नुहुन्छ। तालिम सम्बन्धी विवरण छ भने तालिम सम्बन्धी दिनु होला, अनुभव सम्बन्धी विवरण छ भने अनुभव सम्बन्धी दिनु होला। र यो सबै गरेपछि चाहिँ यदि छ भने छ, छैन भने छैन है त।
यसरी हजुरले दिन सक्नुहुन्छ। अनि यहाँ आवेदकको फोटो चाहिँ पासपोर्ट साइज फोटोलाई चाहिँ क्लिक गरेर हजुरले यहाँ अपलोड गर्न सक्नुहुन्छ। सबमिट गरेपछि हजुरको यहाँ दर्ता नम्बर भनेर आउँछ। दर्ता नम्बर चाहिँ स्क्रिनसट गरेर राख्नु होला र पिडिएफमा यहाँ भरेको फर्म चाहिँ डाउनलोड गर्नु होला। त्यसपछि हजुरको रजिस्टर हुनेछ। यो बारे विवरणमा केही कन्फ्युजन छ भने मलाई कमेन्टद्वारा हजुरले क्वेसन सोध्न सक्नुहुन्छ र मलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। म हजुरलाई हेल्प गर्नेछु। हस्त, धन्यवाद।